पहिले आन्दोलनमा पुलिसले जनतालाई आन्दोलनकारीलाई लाठी बजार्दाखेरि साह्रै रिस उठ्थ्यो पुलिसदेखि। आजकल चाहिँ पुलिसले लाठी बजार्दाखेरि पनि खुसी लाग्छ यार। केपी ओली पछिको घमण्डी नेता भनेको हर्क साम्पाङ नै हुन्। हर्क साम्पाङले पनि केही गर्नेवाला छैनन्। दिनभरि फेसबुकमा बाजेर बस्ने पनि नेता हुन्छ भने। बालेन र रविले पनि यो देश बनाउन सकेनन् भने कोही माइकल लालले बनाउनेवाला छैनन्। जो आउँछन् त्यही भ्रष्टाचार गर्छन् जान्छन्। हर्क साम्पाङ नेता हुनुभन्दा पनि अभियन्ता भएको भएपछि ठिक्क हुने रहेछ कि पैसा जति नि उठाउने रहेछ। दुखी गरिबलाई सहयोग गरे भइहाल्थ्यो नि अभियन्ता भएर, किन नेता भइराख्नु पर्थ्यो। गृहमन्त्री सुदन गुरुङ सामाजिक सञ्जालमा नेपाली जनतालाई प्रश्न सोध्दै भने छातीमा हात राखेर भन्नुहोस् त मैले चालेका यी कदमहरू तपाईँलाई मन परेको छ कि छैन।